हेलो साथीहरू, स्वागत छ हजुरलाई मेरो डे 6 मिनी ब्लगमा। हजुर सबैजना सन्चै हुनुहुन्छ होला, म पनि एकदमै ठिक छु। आज चाहिँ मैले बनाउँदैछु, मैले चाहिँ आज कसैको रेसिपी सेयर गर्दैछु। के को होला त हेर्दै जानु है, थाहा पाइहाल्नुहुन्छ। अनि आज चाहिँ मेरो ब्लग बनाउन लाग्यो नि 6 दिन भइसक्यो। सो आज चाहिँ मैले ब्लग बनाउन नभ्याएर मैले हिजो भिडियो बनाएर राखेको थिएँ, त्यही पोस्ट गर्दैछु। हेरिदिनु होला, साथ सपोर्ट दिनु होला। मैले चाहिँ आज बनाउँदैछु मासु। अनि मेरो बनाउने तरिका त देखिहाल्नु भयो होला। हजुरहरूले कसरी बनाउनुहुन्छ कमेन्ट गर्नु है। मैले चाहिँ सुरुमा मासु हालेर, किनकि अब पानी हाल्ने भएपछि त मसला अगाडि हाल्नुपर्छ। यो चाहिँ भुट्ने मात्रै हो, त्यसैले मसला पछि हाले पनि भुटिन्छ मसला। सो त्यसैले मैले यसमा चाहिँ मसला पछि माथिबाट हालेँ। अनि बाहिर चाहिँ हाम्रो मकै खोल्साउन लाउनुपर्छ। यो मकै चाहिँ हामीलाई पाहाडबाट पठाइदिनु भएको मम्मीको दाइ भाउजूले, पाहाड बुझिहाली भन्ने ठाउँबाट। अनि मेरो त्यति गर्दा मासु पनि लगभग रेडी हुन्छ। अनि मैले त्यसको लागि काटेको थिएँ अघि धनियाँ। अनि कति राम्रो मकै बाबा मम्मी बाबु सबै मिलेर छोडाउँदै हुनुहुन्छ। मकै नानु पनि हुनुहुन्छ। अनि म चाहिँ बनाउँदै थिएँ खाना। मैले चाहिँ भात दाल बनाइसकेको थिएँ। भात दाल बनाएको भिडियो बनाउन भ्याइनँ। सो त्यसैले मैले चाहिँ मासु बनाएको मात्र हालेकी छु। अनि हुन्छ मेरो मैले बनाएको मासु रेडी। अनि माथिबाट धनियाँ हालिदिएँ भने खाने बेला कस्तो राम्रो सेन्ट आउँछ है, हरियो पत्ता धनियाँको। त्यसैले हाल्छु धनियाँ। भयो रेडी। थ्याङ्क यू फर वाचिङ, बाई बाई।